अन्डा नि यस्तो जम्दो रहेछ है हजुर त्यो बुट्टाकोले गए अन्डाको सेतो भाग हाम्रो चाहिँ एनिभर्सरीको लागि केकको लागि प्रिपेरेसन हुँदैछ कसरी जम्दो रहेछ यो अन्डाको सेतो भाग पिठो यस्तो भयो त्यसपछि पिठोहरू मिक्स गर्छ हामीले यो के गर्ने अब त्यो चाहिँ मिक्स गर्ने मिक्स गर्दै के बिर्सिनु कि भन्ने लाग्छ हाम्रो सिजन लाइसेन्स पनि आउँदैछ त्यसले गर्दा फ्लेभर राम्रो आउँछ अन्डाको फ्लेभर आउँदैन त्यो कलै स्ट्रङ छ के बिर्सियोस् लाग्यो यो चाहिँ अन्डाको सेतो भाग र पहेँलो भाग छुट्टा छुट्टै निकालेर मिक्स हुँदैछ यहाँ चाहिँ अब दुईटैलाई मिक्स गरेर यो त कुकरमा गर्दैन कि ठन्डै होतै आज ल सरमा तार ठन्डा हाल्नु फुल्यो नि त सेतो भाग टाइम फुल्यो केकको लागि ब्याटर रेडी भयो के भन्छ यसलाई ब्याटर स्पन्जीको ब्याटर तेल दलेर यसमा सर हाल्छौँ हामी तिमी यता है बहुत बाक्लो हुन्छ जस्तो अर्दैन कि एउटा त्यही बेटर अर्को केक बनाउनुपर्छ क्या अर्को त्यो केकमा हाल्नुपर्छ बेटर धेरै हुँदैन यत्रो बेसी है फुलिएपछि त भरिन्छ होला दामी फुलेछ स्पोन्ज सेतो लेभल मिलाएपछि अब यसलाई पकाउन हाल्छौँ हामी लेभल यो यस्तो मार्केटिङ ओके यो यस्तो गरेर यसलाई सिधै अन गरिदिन्छौँ अन्डा चिनी बटर अब यसमा हो त फिटेपछि पिठो र ड्राई फ्रुटहरू के अर्को केक रेडी हुँदैछ फेरि ठुलोवाला राइस कुकरमा एउटा ब्रेड बनिसक्यो खै है केकको ब्रेड हो यो चाहिँ ठन्डै भयो पाक्दैन कि पाक्छै काँचै बस्ने किन काँचो त डबल पकाउने एकचोटि पाक्छ फेरि अर्को एउटा रेडी हुन्छ हाम्रो केक यो चाहिँ अर्कोलाई पनि उता हो यही नि पाक्न रेडी भयो हालियो यसलाई अर्को पाकेर रेडी हुन लाग्छ होला सायद अर्को एउटा अब यहाँ 5 मिनट बाँकी छ भने यसले पाक्दै होला कि मेरो माथि आइपुग्छ जस्तो अर्कोचोटि हाल्दा अब फुल्दैन यति फुल्ने बहुत फुल्यो है एक मिनट लाग्छ यस्तो भयो पाक्न लाग्यो पनि अब सुवाना सिने फाइनल्ली हाम्रो स्पोन्ज पाकेर यस्तो भयो हेर्न सक्नुहुन्छ यहाँ चाहिँ टाल्ली जस्तो भएछ त्यो भएको छ हेर्नुहोस् एउटा अब यस्तो छ अब यसको फाइनल केक चाहिँ भोलि बन्दैछ हाम्रो आज त स्पोन्ज मात्रै रेडी गरेको तातो त बनाउन मिल्दैन नि त क्रिम पक्रिन्छ त्यही अलिअलि बनाएर चिसो भएपछि भोलि हामी यसलाई हाम्रो एनिभर्सरी केक बनाउँदैछौँ कस्तो हुन्छ हजुरले देखाउँछौँ हेर्नु होला कसैले केक चाहियो भने सम्पर्क गर्न सक्नुहुन्छ हामी आफ्नै हातले बनाएको स्पेसल होममेड केक बनाएर तपाईँहरूले उपलब्ध गराउने कोसिस गर्नेछौँ यसलाई चाहिँ के भन्छ अरे क्रिम हैन यो चाहिँ हाम्रो क्रिम रेडी हुन्छ फेर्नको लागि केकको सिरो व्हाइट क्रिम केक पसन्द गर्नुपर्छ है आता सिगा जो जुन नतारा
ケーキの店作るよ。どれぐらい？もうちょっと？भयो क्रिममा चिनी एड गर्दैछौँ अब त्यसपछि बानिरानो फ्लेभर गरे गरे बाबा कति हालेको थियो धेरै भयो हो र पैसा स्मेल मात्र स्पन्जी पनि हेरेको त्यसको लागि सम्बन्ध यो चाहिँ हाम्रो सुगर सिरप यो फर्म र क्रिम पनि रेडी हुँदैछ कसैले केक चाहिँ झन् सम्पर्क गर्न सक्नुहुन्छ अहिले पनि जापानको जुनसुकै ठाउँमा रेडी हुन्छ क्रिमबाट बनाएको त्यो हात सर्नु तेल थाहा भएन के गाइस केक क्रिम चाहिँ हाम्रो रेडी भयो भएको छ यहाँ चाहिँ हामी के गर्दैछौँ भने चकलेट बनाउँछौँ चकलेटको लागि क्रिम यो चकलेट क्रिम मिक्स गरेपछि चकलेट बन्छ व्हाइट चकलेट बन्छ ब्ल्याक नै बन्छ अब यो चाहिँ हामीले चकलेट र क्रिमलाई मेल्ट गर्छौँ क्रिम चाहिँ बढी हुन्छ जस्तो लाग्यो चौकामा चाहिँ हेरौँ कस्तो हुन्छ ठिकै हुन्छ होला धेरै चकलेट हालेर खाने दुई प्याकेट चकलेट चाहिँ कहाँ हाल्ने ल चकलेट पनि रेडी भयो अब यतिको भयो चकलेट ओके गाइस अब हामी चाहिँ केकको लागि बेस रेडी गर्छौँ केक राख्नको लागि हल्का सुगर सिरप एड गऱ्यो भने चाहिँ टालिन्छ पेपर सजिलो हुन्छ यसमा पेपर राख्छ हामी यति बेसी हाम्रो बेस पनि रेडी भयो केक हाल्नको लागि सुरुमा केक बनाउनको लागि हामीले थालमा राखेका छौँ यसरी सुरुमा त्यसमा बनाउने है त्यसमा हाल्न अप्ठ्यारो हुँदैन यो सुगर सिरप फाइनल्ली हाम्रो केकको लागि चाहिने सबैको सामग्री रेडी भयो अब यो केक बनाउने भयो यो स्पन्जी यो सुगर सिरप अनि यो चाहिँ क्रिम व्हाइट क्रिम त्यसको लागि त्यसपछि हामीलाई चाहिने फाइनलमा एउटा भनेको चाहिँ यो नाइफ चाहियो केक बनाउनको लागि अनि यो चाहिँ हाम्रो फ्रुट्स केकको बिचमा चाहिँ हामीले खास चकलेट चिप्स हाल्दैन हुन्थ्यो हामी चाहिँ आज फ्रुट्स हाल्दैछौँ फ्रुट्स पनि रेडी भयो यति भएपछि हाम्रो फाइनल्ली रेडी भयो अब म चाहिँ केक बनाउन गइरहेको छु हेर्नुहोस् यसरी सुरुमा हामी स्पन्जी राख्छौँ यसको फर्स्ट सुगर सिरप हाल्दै ब्रस भयो भने चाहिँ हातले हाल्नु ब्रस सजिलो हुन्छ कहिले खास यो हाल्नुपर्ने ब्रसले थियो कि पहिलोचोटि हामी जापानमा होममेड केक बनाउँदैछौँ आफ्नै घरमा राइस कुकरमा पकाएर सुगर सिरप हालेपछि हामी क्रिम हाल्छौँ यसमा सिरपै आउनु सोच यसको माथि हामी चिको हाल्छौँ स्ट्रबेरी खास चोको चिप्स हाल्दा मिठो हुँदै हुन्छ चोको चिप्स नभएको स्ट्रबेरी हाल्दैछौँ त्यसपछि यसको माथि अर्को नेक्स्ट लेयर एउटा
स्पन्ज एड गर्छौँ। यसमा पनि सुगर सिरप एड गर्छौँ यसै गरी। त्यसै क्रिम हाल्छौँ पहिला। यसो पनि त्यसै इचिको हाल्छौँ। अब यसको माथि फाइनल लेयर बस्छ एउटा। सुगर सिरप हाल्छौँ हामी। मजाले भिजाउँछौँ जो सिधो भयो मिठो हुन्छ। ओके सिरप पनि मजाले सोचिसक्यो। अब हामी यसको माथि पनि क्रिम हाल्छौँ। फेरि पनि त्यस्तो हुन्छ क्रिम। फेरि सिरप राम्रो सोच्ने क्या फर्म बाक्लो भएर होला। कम्बिन भएपछि कति गाह्रो हुन्छ। मेरो त्यो सिरपले सबै सर्टक सरिदिन्छ त्यही। त्यसलाई पनि चौडा हाल्नु चक्लेट हाल्दा राम्रो। सिरप माथि पनि बस्यो नि त अलरेडी। चक्लेट बनाउनु पर्ने भयो के गर्दाखेरि चक्लेट केक बनाउनु पर्छ। ओके नभए चाहिँ यतिको भयो काम चल्दा थिएपछि है अर्को बेसमा सिफ्ट गर्छ हामीलाई। अब हामी केक त यसमा हाल्दै गर्छौँ हाल्छौँ। हामी यसलाई चाहिँ अर्कोमा सिफ्ट गर्न गइरहेको छौँ। सेन्टरमा सिफ्ट गऱ्यौँ। डबल लेयर केक बनाउँछ आज। यो यस्तो भयो हेर्नुहोस् फाइनल केक। फेरि अर्को एउटा केक बनाउँछौँ हामी सानो केक। त्यो केक यसको माथि बस्छ। त्यो केक चाहिँ कस्तो छ भन्नुहुन्छ भने त्यति राख्ने यसमाथि त्यति राखेको त्यो अर्को जामा गरेको मलाई। यो चाहिँ हार्ट सेपमा छ। यो चाहिँ यत्तिकैसम्म त बनाउनु पऱ्यो। त्यो पेपरले चाहिँ अप्ठ्यारो भयो बनाउनु। नेक्स्ट केक हार्ट सेपमा बन्दैछ। तल के राख्नु पर्दैन राख्यो अन्त यो चाहिँ ठिक भयो कि यसमा सर सोचे नि अलिकति सिरप नसोचेर यो अलि 2 दिन भयो नि त बनाएको त्यही भएर एक क्रिम चलाउनुपर्छ। चक्लेट चाहिँ पछि हाल्ने हो। खास क्रिममै चक्लेट हालेर गर्दै हुन्थ्यो भने चाहिँ बिचमा सर पनि दाइँ। ओके यसो पनि हामी हिजोको हाल्छौँ अलिअलि। ओके देन नेक्स्ट लेयर खास हाइजेनिक त हो। दुईजना मिलेर एनिभर्सरी केक बन्दैछ हाम्रो। यसको माथि फाइनल लेयर बस्दैछ एउटा। स्पन्ज सर सिरप बस्छ क्या यसले। त्यो भइहाल्यो त। सुगो हात
होला यो त सानो हो नि त नि तो यति देखि रुहाना त कोन पनि खत्रै सेपमा आयो त नि यत्रो मेरो सेटमा आएन त नि इज्जत गइदिनु मेरो हात देश है कस्तो क्युट हो यार त मलाई पनि खिच्यो एउटा Okay guys, finally our shape पनि यस्तो राम्रो केक कति डलर अनि चकलेट हाल्छौँ यसमा हामी यो सेन्टरमा हेर त सुन्दैछ ठिक छ अलिकति तल गर्नु थोरै तल भयो सक्यो ओके गाइस फाइनली लुक्स यस्तो भयो केक हेर्नुहोस् ओके अब हामी यसमा चक्र हाल्न गइरहेछौँ चकलेट चाहिँ यस्तो यहाँ ये छोड़ दी गई साइड में दिया सही है ना मैंने जे अनि अलिअलि हाल्नु पाएँ
कहाँ चलेनी अभी चलेनी एनिभर्सरी हाल्ने अहिले एनिभर्सरी देख्न नभए कस्तो हल्ले गऱ्यो पियाज यस्तो ल्याउँ मजाले सिधा भयो कत्रो हल्ला है टेबल हल्ला गएर कि हटले भएन क्या भयो राम्रो सुत सुत Keki, Mama, Papa, Noah. धेरै टिक टिक भयो है के गाइस फाइनली हाम्रो चाहिँ यति भयो अलिकति बढी डेकोरेसन मात्रै चाहिन्छ बताएको कि त्यसले ह्याप्पी एनिभर्सरी Happy anniversary. That's cute. Hey guys, that is our final cake taste was a final looks. यो कस्तो भयो हेर्नुहोस् पहिलोचोटि होममेड केक बनाएको हामीले घरमै त्यो देखिएको छ भोलि हाम्रो एनिभर्सरी त्यसको लागि आज राति एक गइसक्यो राति एक गइसक्यो त्यसै काम मात्रै गरिरहेको हेरौँ अब टेस्ट चाहिँ कस्तो भएको नि हेर्दा त ठिकै देखिन्छ ह्याप्पी एनिभर्सरी है त गाइस कसैलाई केक चाहियो सम्पर्क गर्नु होला हामी तपाईहरुलाई केक बनाएर डेलिभरी गर्नेछौँ हामी जापानमा बेरोजगारी भएछौँ अहिलेसम्म काम जाम छैन हेर्नुहोस् अब केक बनाएर बेच्न पर्छ होला है त गाइस कसैले चाहिएन भन्नु होला
Please like, share, subscribe, please.